सबैजनालाई नमस्कार। यहाँ चाहिँ हामी लोकल चल्ला निकालेर जसरी तपाईँहरूलाई चाहिँ यदि स्पेसली नेपाली लोकल चल्ला चाहिएको छ सम्पर्क गर्न सक्नुहुनेछ। हामीले नेपालको 77 जिल्लाको किसानहरूलाई चाहिँ यसरी उत्पादन गर्दै पठाइरहेका छौँ र यदि तपाईँहरूलाई चाहिएको छ भने सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि 9830727319 सम्पर्क गर्नुहोला। हामीले लगभग यो व्यवसाय आजभन्दा 10 वर्ष अगाडिदेखि चाहिँ सुरु गरेको र अहिलेसम्म पनि यही व्यवसायलाई हामीले अँगालेर अगाडि बढिरहेका छौँ र स्पेसली ए क्वालिटीको चल्ला चाहिँ हामीसँग चाहिँ उत्पादन हुने गर्दछ। र तपाईँलाई म के भन्न चाहन्छु भने सोच्नु चल्लामा अहिलेको गर्मी सिजन हो। गर्मी सिजनमा चाहिँ चल्ला हिर्काउने सिजन छ। यो समयमा चाहिँ तपाईँहरू फेसबुकको पोस्ट लगायत प्यारेन्टहरू चाहिँ नहेरिकन चल्ला आफ्नो फर्ममा नल्याउनु भन्न म तपाईँहरूलाई यही जानकारी गराउन चाहन्छु। धेरैजना मेरो ग्राहकहरू फसेर चाहिँ अहिले पछिल्लो समयमा मसँगै फर्किनु भएको छ र मेरो किसानहरू चाहिँ धेरैजनाले गुनासो पनि पोख्नु भएको छ। त्यो भएको कारणले गर्दाखेरि आज मैले आफ्नै चल्ला उत्पादन गरेर तपाईँहरूमा देखाइरहेको छु। त्यसको साथसाथै चाहिँ चल्ला निकालेर मात्रै गफ गरेको होइन, आजभन्दा 10 वर्ष अगाडिको अनुभव पनि तपाईँहरूमा आज मैले हरेक भिडियोमा तपाईँहरूमा सेयर गरिरहेका छु। त्यसको साथसाथै तपाईँहरूले मेरो अनुभव को लागि यदि तपाईँहरूलाई बुझ्न चाहनुहुन्छ र कसरी लोकल कुखुरा पाल्ने भन्ने विषयमा चाहिँ तपाईँहरू बुझ्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानल sumomo.com मा पनि तपाईँहरूले भिजिट गर्न सक्नुहुनेछ। र तपाईँहरूलाई म यति भन्न चाहन्छु र लोकल चल्ला पाल्दाखेरि चाहिँ सबैभन्दा पहिले चाहिँ प्यारेन्ट हेर्नु होला, प्यारेन्ट कुन खालको छ त्यो विषयमा पनि तपाईँहरूले मेरो युट्युब च्यानल sumomo.com मा चाहिँ गएर भिजिट गर्नुभयो भने सम्पूर्ण जानकारी तपाईँहरूलाई मैले दिएको छु। र हामीले प्रत्येक हप्ताको शनिबार यसरी नै चल्ला निकालेर चाहिँ किसानहरूमा चाहिँ आइतबारको दिन शनिबार साँझ हामीले पठाउँछौँ र आइतबारको दिन चाहिँ हाम्रो किसानहरूले पाउने गर्दछ। र नेपालको लगभग 77 जिल्लाको किसानहरूले चाहिँ हाम्रो चल्ला चाहिँ अहिलेसम्म चाहिँ पालिराख्नु भएको छ र हामीले चल्ला उत्पादन गरेर पठाइरहेको छौँ भन्न चाहन्छु। र अन्त्यमा तपाईँलाई म के भन्न चाहन्छु भने मेरो भिडियो कहाँबाट हेर्नुहुँदैछ, यो भिडियो चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट गरिदिनु होला र सेयर पनि गरिदिनु होला। यदि मन परेको छ भने तपाईँहरूको सम्पूर्ण मनमा लागेको जिज्ञासाहरू छ भने कमेन्ट गर्नु होला भन्दै तपाईँहरूबाट म राजेश श्रीकान्त बिदा हुन चाहन्छु। हस् त, धन्यवाद।